पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाममा यहाँहरू सबैजनालाई जय मसीह बारक मोर नमस्ते। हजुरहरूको घर दैलोमा फेरि म आइपुगेको छु क्रिसमसको सन्देश लिएर। यो क्रिसमसको शुभकामना सबैजनालाई टक्राउँछु। मेरा बा आमा बुबा दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई यो आज क्रिसमसको सन्देश हजुरलाई म यसरी सुरु गर्न गएँ। परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पुरा गर्नुहुन्छ। परमेश्वरले ढाँट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न। उहाँकोले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नुभएपछि त्यो गर्नु नै हुन्छ अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि त्यो पुरा गर्नुहुन्छ। त्यसकारण त उहाँले हामीलाई प्रेम स्वरूप प्रेमको उपहार स्वरूप येशू ख्रीष्ट संसारमा मुक्ति दिनको लागि पठाउनु भएको हो। हामी मानिसले गरेका प्रतिज्ञा धेरैचोटि टुट्छन् तर परमेश्वरका वचन कहिल्यै असफल हुँदैनन्। उहाँले आफ्नो प्रतिज्ञा तोड्नुहुन्न। यसकारण हामी वचनमा हेर्यौँ भने यसैया 46:11 के भनेको छ भने पूर्वबाट म शिकारीको पन्छी बोलाउँछु, टाढा देशबाट मेरो अभिप्राय पुरा गर्न म एकजना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु त्यो म गर्नेछु, मैले जे योजना बनाएको छु म त्यो गर्ने नै छु। ख्रीष्टको जन्म नै परमेश्वरको महान अनन्त जीवनको प्रतिज्ञा हो जुन यसैयाले 70 वर्ष अघि भविष्यवाणी गरे। यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर कन्याले गर्भधारण गर्नेछन् र तिनले एउटा पुत्र जन्माउनेछन् र उहाँको नाम इमानुएल राखिनेछ। यसैया 7:14 यो कुरा भनेको छ। चर्च फादर र सन्त अगस्टिनले यसरी भन्नुभएको छ, गॉड प्रमिस नट अकॉर्डिंग टू आवर मेरिट बट अकॉर्डिंग टू हिज मर्सी देयरफोर हिज प्रमिस क्यानट फेल। अर्थ परमेश्वरको प्रतिज्ञा गर्नुहुन्छ नि हाम्रो योग्यताको आधारमा होइन, उहाँको करुणा अनुसार। त्यसैले उहाँको प्रतिज्ञा असफल हुँदैन। त्यसै गरी सन्त इग्नेसले के भनेका छन् भने व्हाट गॉड हैज प्रमिस्ड थ्रू द प्रोफेट्स ही कम्प्लिट इन क्राइस्ट टू सो दैट ह्युमैनिटी मे नट रिमेन इन डाउट। परमेश्वरले अगमवक्ताको मुखबाट जुन प्रतिज्ञा गर्नुभयो त्यो ख्रीष्टमा पुरा भएकोले मानवहरू भ्रममा बस्न आवश्यक छैन। यसकारण हाम्रो जीवन कठिनमा छ, हाम्रो जीवनमा प्रार्थनाको उत्तर ढिलो आउँछ, हाम्रो रात आँसुले बितेको छ। तर पहिलो पत्रुस 3:9 भन्छ आफ्नो प्रतिज्ञाको बारे प्रभु ढिलो गर्नुहुन्न। कसैले भनाइ छ उहाँले ढिलो गर्नुहुन्न तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने उहाँको इच्छा गरेर प्रभु हामीहरूप्रति धैर्यवान हुन्छ। यसकारण हाम्रो काम भनेको परमप्रभुमा भरोसा राख्नु हो। उहाँको समय उत्तम छ, उहाँको बाटो सिद्ध छ र उहाँको प्रतिज्ञा अवश्य पुरा हुन्छ। यसकारण आउनुहोस् हामी प्रभुलाई ग्रहण गरौँ, प्रभुको नजिक जाउँ। प्रभु तपाईँलाई पर्खिराख्नु भएको छ। मेरा प्रिय आमा बुबा दाजुभाइ दिदी बहिनीहरू छोराछोरीहरू, म तपाईँलाई यही उत्साह गर्न चाहन्छु। परमप्रभुले तपाईँलाई पर्खिराख्नु भएको छ। परमप्रभु ढोकामा बसेर ढोकढोकाइ राख्नुहुन्छ। यदि कसैले हृदयको ढोका खोल्यो भने परमप्रभु तपाईँसँगै आएर बस्न चाहनुहुन्छ र तपाईँसँगै खान चाहनुहुन्छ। यसकारण परमप्रभुलाई नभुल्नुहोस्। परमप्रभुले तपाईँको जीवनमा आशिष दिनुभएको छ। आमेन।